हेलो साथीहरू, इट्स मी दुर्गा। मेरो भिडियोमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ मेरो कामको छुट्टी छ, भर्खर नुहाएर बसेको। अनि अहिले चाहिँ टाइम 9:30 जति भएको छ बिहानको। अब चाहिँ म खाना बनाउँछु। यसपछि खाना खाएर पार्कतिर जानेछौँ हामी। म खाना बनाउन लागेको। अहिले चाहिँ म चामल पखाल्दै फर्स्टमा चामल पखालेर अनि सोयाबिनलाई पनि पखालेँ। अनि सोयाबिन पखालिसकेपछि एउटा आलु लिएर आलुलाई मसिनो गरेर काटेँ। अनि आलु काटेर गाजर पनि काटेँ। गाजर, आलु अनि प्याज र लसुन पनि काटेको थियो। काटेको चाहिँ भिडियो बनाउनै भुलेछु। अनि त्यसपछि तेल तताएँ कराहीमा अनि लसुन प्याजलाई फ्राई जिरासँगै। अनि फ्राइसकेपछि आलु राखेँ। अनि अघि काटेको गाजर पनि राखेर भुटेँ। अनि त्यसपछि हल्का नुन बेसार राखेर अनि चामल राखेँ। अनि एकछिन चलाएपछि चामल राखेँ। अनि चामल राखेर चलाएँ। अनि चलाएर पानी राखेर आवश्यकता अनुसारको पानी राखेर अनि 10 मिनट छोपेपछि मेरो खाना रेडी भयो। साथीहरू, अब म चाहिँ पार्क जानको लागि कपडा चेन्ज गरेर रेडी भइसकेँ। पानी परेको अनि मौसम पनि सफा थिएन। आज चाहिँ मौसम राम्ररी खुल्यो, निलो आकाश देख्यो अनि मन्द मन्द हावा चलेर चाहिँ यो मौसमलाई सुनमा सुगन्ध थपे जस्तै एकदम शान्त शीतल शीतलवाला फिलिङ आइरहेको छ। अनि यो फुलहरू यति मजाले सबै फुलेछन् अनि पातहरू पनि पलाइसकेछन् कि एक हप्ता पहिलासम्म चाहिँ यहाँ यो फुलहरूमा पातहरू पनि पलाएको थिएन। अनि त्यो बेलामा चाहिँ मैले भिडियो बनाइनँ क्या त्यो बेलाको। अनि त्यो बेलाको भिडियो बनाएको भए पहिला यस्तो थियो, अहिले यस्तो भयो भनेर देखाउनु हुन्थ्यो नि त। अनि यसलाई देख्दा चाहिँ मलाई के याद आयो भन्दाखेरिमा म पहिला सानो हुँदाखेरिमा चाहिँ मैले कति धेरै फुलहरू लगाउँथेँ कि घरमा। अनि आफू घरमा नबस्ने, पढ्नको लागि बाहिर हुने। अनि फुल लगायो अनि आमा मात्र हुनुहुन्थ्यो घरमा, आमाले त्यति हेरचाह गर्न नभ्याउने। अनि फुल मऱ्यो भने म आमासँग झर्किन्थेँ कि तपाईँले नहेरिदिएर मैले लगाएको फुल मरेछ भन्थेँ। यसरी नै अरूको घरमा फुलेका फुलहरू हेर्दै हेर्दै म घर फर्केँ। अनि घर फर्केर खाजा खाएँ। अनि तपाईँहरूलाई मेरो भिडियो हेरेर रमाइलो लाग्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।